संसारी माया विचित्र मरेर के पो लान्छ र नगर व्यर्थै लोभी मन छोडेर जान्छ व्यर्थैको धन आखिर एक पेट खानु छ हाँसी खुसी जिउनु छ अधर्म कहिले नसोच्नु सके पुण्य कमाउनु अधर्म कहिले नसोच्नु सके पुण्य कमाउनु हरियाली रानी बन सन्तोष राख्नु आफ्नै मन नराम्रो कहिले नसोचौं दुःखको बिउलाई नछरौं नराम्रो हुन्छ पापीको मन नरामाउनु व्यर्थै मन लोभीको हुन्छ धेरै धन हुँदैन सत्य उसको मन लोभीको हुन्छ धेरै धन हुँदैन सत्य उसको मन मृत्युको चक्र छ लोकमा जन्म मृत्यु यो लोकमा अरूलाई आँखा नतर्नु कुविचारले नहेर्नु मायाले हेर्नु सबैलाई शत्रु मित्र दुवैलाई दुष्ट विचार हटाउनु ज्ञानी बनी मन जित्नु दुष्ट विचार हटाउनु ज्ञानी बनी मन जित्नु
हिँडौँ शान्तिको बाटोमा, छोडे असत्य मार्गमा। उच्च राखौँ आफ्नो मन, सत्य गरौँ आफ्नो काम। नजलाउनु हरियो वन, नरोआउनु अरूको मन। सके सबको भलो सोचौँ, कुभलो कहिले नसोचौँ। सके सबको भलो सोचौँ, कुभलो कहिले नसोचौँ। बत्ती बालौं मन्दिरमा, पुण्य कमाउने खातिरमा। शुद्ध मनले ध्यान गरौँ, सत्यको बाटोमा मन डोर्यौँ। बाटोमा काँडा हटाऊ, सुन्दर फूल फुलाऊ। मान्छेमा भेदभाव नगरौँ, कुविचारलाई सुधारौँ। मान्छेमा भेदभाव नगरौँ, कुविचारलाई सुधारौँ। यही छैन कि यो पक्रिने काट्यो गाडी जान्छ सबलाई माया गरेर अमूल्य बन्छ जीवन, राम्रो काम गरेर अमूल्य बन्छ जीवन यो, राम्रो काम गरेर। अमूल्य छ जीवन, संसार छ है विचित्र। राम्रो सोचौँ मनभित्र, मनमा धर्म भरेर हिँडौँ धर्म गरेर। गरौँ मनलाई फुल जस्तो, पूर्णिमाको जुन जस्तो। गरौँ मनलाई फुल जस्तो, पूर्णिमाको जुन नजिक क्लोज थियो जाँदैन सागर तारेर। सङ्लो राख्नु जल जस्तो, नपार्नु धमिलो हिलो जस्तो। सोच्नु हुन्न अधर्म, मनमा राख्नु सत्कर्म। धर्मले गर्छ सबको हित, ईश्वरसित लाउनु नीत। धर्मले गर्छ सबको हित, ईश्वरसित लाउनु नीत। पञ्चतत्त्वले बनेको कस्तो मान्छेको शरीर। दिन मर्छ थाहा छैन, मरेर जन्मिने हो कि होइन। यस्तो मान्छेको शरीर त एक दिन मर्छ।
उडेर जाने यादमा उगिन्छ खुन्नी कुण्ठमा शरीरका हरानी पो भइजान्छ धर्म गरे स्वर्गमा पाप गरे नरकमा धर्म पहिला टोनी कांग्रेस है तेवा सबै काम हुन्छ शरीर हाम्रो बोट जस्तो मकेर जाने ढोड जस्तो शरीर त जान्छ ढालेर आत्माले जान्छ छोडेर आफन्तको रुवावास आखिरीमा खरानीको रास हेमदूतसँग जोड्यो मित मृत्युसँग हुँदैन जित हेमदूतसँग जोड्यो मित मृत्युसँग हुँदैन जित मैले बोकेर जानु यो गाडीको अगाडि सुन्दर मान्छेको काटिन्छ पाप पुण्यले मनमा धर्म भरेर जानोस् स्वर्ग तारेर मनमा धर्म भरेर जानोस् स्वर्ग तारेर गाडीको फरक लिएर आउनुहोस् भाइ आत्मा उडी गयो भइ गयो कुन बेगामा पुग्यो धर्मले लान्छ स्वर्गमा पापले लान्छ नरकमा धर्मको बाटो अङ्गालो जुन तारा झै बनाऊ धर्मको बाटो अङ्गालो जुन तारा झै बनाऊ फलेको फल जस्तो आमाले जन्म दिएको सबैको जन्म यो भूमि पुत्रको जस्तो यो जुनी कमाऊ धर्ममा यस्तो मान्छेको चुलामा सबैमा धर्म फैलाऊ जन्म सिद्धि गराऊ सबैमा धर्म फैलाऊ जन्म सिद्धि गराऊ
छेमालाम राख न टिका छेमालाम राख न यो भन्ने कुरो चाहिँ अब निकाल्दिनु अरे हुन्छ काकीको छामा हामी जरा छुट्टी बसिरहेको कता नचाल ओके सामी होइन त्यो पेपर क्या त्यो मलाई सम्मानको लागि झन्डाको साथमा सामने से वीरेशल पनुलो बडा थाम पनुलो बडा सम्मानको लागि झन्डा अर्पण पनुलोबाट धन्यवाद मुर यसै क्लबको अध्यक्ष क्याप्टेन धनकुमार सापज्यूलाई रित चराइदिनु हुन म विनम्र अनुरोध गर्दछु। पनुलोबाट आदरणीय नरनाथहरू इष्टमित्रहरू उहाँको सम्मानको लागि हजुरहरू जसकोमा टोपी त सलुट गर्नु सक्नुहुन्छ, होइन भने मसँग नमस्कार गर्नुहोला। यो अन्तिम नमस्कार उहाँलाई उहाँको आत्माको शान्तिको लागि हुनेछ। पनुलोबाट अन्तिम सम्मानको लागि सामने स्लोट पनुलोबाट स्लोट डाउन। आदरणीय नरनाथहरू इष्टमित्रहरू घर दाजुभाइ यहाँहरू सबैलाई जानकारी छ कि हाम्रो संयुक्त भूको क्लबको एउटा सदस्य उहाँ अब हाम्रो राई कुरा भरिन्छ रुक्तौ गर्नु खारुक्तौ गर्नुको लागि हामी देश विदेशमा जाने काम भइरहेको छ। उहाँ धेरै जसो युकेमा उहाँ आफ्नो सपरिवारको प्रति युकेमा हुनुहुन्थ्यो। आज तपाईँ हामीलाई थाहा छ अन्तिम समयमा उहाँले आफ्नै देश नेपालमा जो आफ्नो के भन्छ जीवनलाई यहाँ आउने उहाँको इच्छा भएको हुँदा उहाँको एक
छोरा 4 बहिनी छोरीहरू मध्येमा अझै 3 बहिनी छोरीहरू सुनको टोटो जस्तो जीवित हुनुहुन्छ। उहाँ आउनुभएको छ हाम्रै देश नेपालमा र आज यो अन्तिम समयमा अब हामी सबैले एकपल्ट फेरि सम्मान गर्नेछौँ उहाँलाई। कनुलेबाट अन्तिम सम्मानको लागि स्लोट कनुलेबाट स्लोट डाउन कनुलेबाट धन्यवाद मुर कनुलेबाट समस्या तेत्तल र आदरणीय किरात राई आयोगका सपरिवारहरू उता पछाडिबाट घुम्नु लडिन्छ माथि पाउ पार्नु मनोज अलिक अगाडि छोरे अगाडि बाँडेको मै हो सबै हो खोल्दैछ यता साइडमा राख्नु झन्डा निकालिदिनु झन्डालाई बाँध्नुपर्छ त्यो त माथि राख्नु हो सबै फुल माथि राख्नु यसलाई गाडेर होइन बाँसमा गाडेर बाँसमा किला अब डोरी ल्याउँ न डोरी पानी दिदी मनै उता उता त्यो उता राख्नु उतापट्टि यसलाई छोटो तान्नु अब निकाल्नु पानी एक रात पानी खुवाइदिउँ देब्रे हातले तान्नु माथि तान्नु तान्नु देब्रे हातले भाइ यो पकाउनु बिनाले खुवा आँसु राख्छ यता है पानी खाइदिनु छोरा ठिक छोरी साइडमा राखिदिनु
दाजु दिदी सबैको भाइ लोक मुन्ला खोल्ने काट्नु गर्दैन हो त्यहाँ एउटा चुटाउनु न एउटा लास्टमा हाल्दा हुन्छ छोप्ने बेला यी बाहिर होस् यी बाहिर होस् यो खापा पार्नु यो चाहिँ बाहिर ढोक्छ यो उठाउनु त उठाउनु त यो पास निकालौँ यो उठाउनु हैन कसैले यता उताबाट उता पारी जानु पारी यता वानी पारीको पारी धेरै माथि भयो क्या उता बुझाएर मैले प्यालेट उठाएर हो त्यसमा एउटा लेभलमै गरियो गर्दै स्टार नहल्ला कना अब एकजना अघि भाइ झर्न आँटेको छ झर्नु जहिले चाहिन्छ डोरी वरिपरि यो बाँस काटेर उयो गर्नु लगाउन चिरो बेल्ट छ कि छैन हेर बाहिर त्यो बटन कान्छ सबै खोल्नु ल यो पनि गलबन्दी बाहिर निकालिदिनु गलबन्दी खोलेको छ खोल्नु मात्र काट्नु पर्दैन बाहिर राख्यो जुत्ता बाहिर लगाउन अब चाहिँ माथि तान्नु त्यो पर्दालाई अब चाहिँ माथि तान्नु माथि तान्नु यतापट्टि पनि तान्दिनु ल अब यो पनि लाग्यो त्यो अहिलेको क्लिप कोसँग छ ए हो त्यो क्लिप त लाउनु पर्यो नि कपडा निस्किन्छ राजन कपडा अरू छ कपडा त्यो प्लास्टिक हजुर नहाल्नु है
हामी यस्तो काममा गरिरहेको धेरैले हामीलाई नसिकाइ हुन्छ क्या भनौँ भने मन दुख्ला लैजाऊ आदरणीय सम्पूर्ण उपस्थित महानुभावहरूलाई ध्यान आकर्षण गराउँदै केही समय धैर्यका साथ बस्ती हुनको निम्ति म यहाँहरूसम्मको हार्दिक अनुरोध गर्दछु। आगामी 2083 साल जेठ 13 गते बुधबारका दिन हामी अति दुःखद घडीमा उपस्थित भएको यहाँहरू सम्पूर्णलाई अवगत नै छ र यस दुःखद घडीमा उपस्थित किरात राई आयोगका वडा कार्य समिति इटरी 1920 सदरका अध्यक्षज्यू किरात राई आयोगका नगरका नगर सचिव आदरणीय राजाहरि राईज्यू र उपसैनिक क्लबका अध्यक्ष आदरणीय राजे धनकुमार राईज्यू पूर्व अध्यक्ष तथा वरिष्ठ वर्तमान सल्लाहकार क्याप्टेन नाथन राईज्यू लगायत हाम्रो किरात राई आयोगका वडा कार्य समिति इटरी 1920 राजा खान प्रसाद बराइलका सल्लाहकारज्यूहरू साथै समितिज्यूहरू र विभिन्न सङ्घ संस्थाबाट प्रतिनिधित्व गरेर पाल्नुभएका प्रतिनिधिज्यूहरू विभिन्न राजनैतिक दलहरूबाट प्रतिनिधित्व गरेर पाल्नुभएका प्रतिनिधिज्यूहरू 78 वर्षको उमेरमा असामयिक निधन भएको खबरले हामी सम्पूर्ण किरात राई आयोगका परिवार इष्टमित्र नरनाता र दाजुभाइ अत्यन्तै मर्माहत एवं स्तब्ध भएको छौँ। आपा हाम्रो सृष्टिकर्ता मात्रै नभएर हामी सन्तानहरूको असल नेतृत्व र उज्जवल भविष्यको जीव पनि हो। तर आज हामीले हाम्रो असल नेतृत्व तथा हाम्रो उज्जवल भविष्यको जीवलाई गुमाएको छौँ। हुन त हामी मानिसहरूले यस धरतीमा जन्म लिए पश्चात मृत्यु पनि सँगसँगै लिएर आएको हुन्छ। मुन्डुनी वीरहरूले भन्ने गर्नुहुन्छ हामी किरात राईहरूको कहिल्यै पनि मृत्यु हुँदैन। हामीहरूले चाहिँ भौतिक शरीरलाई यस धरतीमा छाडेर गए तापनि हाम्रो आत्माले चाहिँ वासस्थानान्तरण गरेर हाम्रो पितृ पुर्खाहरूसँग भेट्नको निम्ति दोलखुम्बमा जानुहुन्छ र दोलखुम्बबाट आफ्नो सन्तानहरूलाई चाहिँ सदैव आशीर्वाद दिइरहनुहुन्छ भन्ने हाम्रो मुन्डुनी वीरहरूको भनाइ छ। त्यसर्थ हाम्रो आपाले पनि दोलखुम्बमा रही हाम्रो किरात राईहरूको आस्था विश्वास अनुसार सुक्तुलुङमा रहनुहोस् भनी हामीले आशा र अपेक्षा पनि राखेको छौँ। र यस दुःखद घडीमा रहनुहुने शोकाकुल परिवारजनहरूप्रति सृष्टिकर्ता सुम्निमा र पारुहाङले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै स्वर्गीय आपाको जीवनी वाचन गर्ने अनुमति माग्दै म उहाँको जीवनी वाचन गर्न चाहन्छु। स्वर्गीय थामबहादुर राई भोजपुर जिल्ला ओखे गाविस वार्ड नम्बर 2 हाल इटरी उपमहानगरपालिका वार्ड नम्बर 20 खासाला टोल निवासी आप्पा स्वर्गीय तुलाराम राई आमा स्वर्गीय फुलमाया राईको कोखबाट जेठा छोराको रूपमा 2005 साल मङ्सिर 26 गतेका दिन जन्मनु भए 2031 दिलकुमारी राई र 2058 सालमा कृष्ण कुमारी राईसँग वैवाहिक जीवनमा बाँधिनु भए बसाई सराईको क्रममा 2054 सालमा सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका वार्ड नम्बर 20 स्थायी बसोबास गर्दै आउनु भएको एक छोरा एकराज राई 4 छोरीहरू कल्पना राई बिना राई टिका राई र स्वर्गीय आशा राई ज्वाइँहरू सुरेश लिम्बू गणेश राई प्रदीप राई र नातिनीहरू प्रतीक राई प्रयास राई इमाहाङ राई निमिङसा लिम्बू र मिङसुमा लिम्बूको अभिभावक तथा किरात राई आयोगका वडा कार्य समिति इटरी 1920 राजा खान प्रसाद बराइलको सदस्य स्वर्गीय थामबहादुर राईज्यूको यही मिति 2083 साल वैशाख 20 गतेका दिन 68 वर्षको उमेरमा असामयिक निधन भएको हुँदा हामी किरात राई आयोगका परिवार स्तब्ध तथा मर्माहित भएको छौँ। यस दुःखद घडीमा रहनुहुने सम्पूर्ण शोककुल परिवारजनहरूमा धैर्य धारण गर्ने शक्ति
सुम्निमा र पारुहाङले प्रदान गरून् भन्दै स्वर्गीय थामबहादुर राईज्यूको आत्माको चिर शान्तिको कामना साथ सुक्तुलुङमा बास होस् भनी गहिरो भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ र आदरणीय हाम्रो आबा थामबहादुर राईज्यूको सम्झनामा अन्तिम पटक हामी 1 मिनट मौन धारण गर्नेछौँ र मौन धारणमा सहयोग भइदिनु हुनको निम्ति यहाँहरू सम्पूर्णलाई म हार्दिक अनुरोध गर्दै समय सुरु भएको पनि म यहाँहरूलाई अवगत गराउन चाहन्छु। धन्यवाद। समय सकिएको म यहाँलाई अवगत गराउन चाहन्छु। आयो तपट्टिको लग्यो मिति पुग्यो टाढेर चढ्दैन त्यो यिनले बिन्ती गरून् झुकेर पर्दा त्यो बिन्ती मान्दैन त्यो। जन्म विक्रम सम्वत 2005 साल मङ्सिर 26 गते ओखे 5 भोजपुर। ऋतु विक्रम सम्वत 2083 साल वैशाख 20 गते इटरी 20 सुनसरी। हाम्रो पूजनीय बुवा थामबहादुर राईको विक्रम सम्वत 2005 साल मङ्सिर 26 गतेको दिन जन्मनु भई विक्रम सम्वत 2083 साल वैशाख 20 गते 78 वर्षको उमेरमा असामयिक निधन भएको हुँदा हामी स्तब्ध र मनमोहित भएका छौँ। एक दुःखद घडीमा सहानुभूति समवेदना प्रकट गर्नुहुने सहयोगी सम्पूर्ण आफन्तजन इष्टमित्र छरछिमेकी कुल कुटुम्ब मलामीजनहरूमा हार्दिक आभार व्यक्त गर्दै यही मिति 2083 साल जेठ 15 गते शुक्रबारको दिन किराँत राईहरूको परम्परा संस्कार अनुसार मलामी चोख्याउने दिवंगत स्वर्गीय आत्माको चिर शान्तिको कामना सहित शुद्ध शान्ति गरिने भएको हुँदा उक्त शुद्धि कार्यक्रममा उपस्थित भई पितृ प्रसाद ग्रहण गरिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौँ। ढुकाकुल परिवारहरू श्रीमती दिलकुमारी राई, कृष्ण कुमारी राई, छोरा एकराज राई, छोरी ज्वाइँ कल्पना, सुरेश लिम्बू, पिना गणेश राई, टिका प्रदीप राई र स्वर्गीय आशा राई, नाति प्रतीक प्रयास इमा हाङ राई, नातिनीहरू निमिङमा मिङसुमा राई, लिम्बू। सुझाइ कार्यक्रम मिति 2083 साल जेठ 15 गते शुक्रबार समय बिहान 11 बजेदेखि स्थान निज निवास इटरी 20 बरहरा एवं समस्त बाँसवा राई परिवार। काकाले भन्नु संसारी आखिर एक पेट अधर्म न सोच्नु सके सबै हाल्दै
नैकको चक्रा छालुकमा एकै हातले मात्रै यस्तो नगरेर चढाउन एकै हातले मात्रै चढाउन टिकाले चढाउन हौदी गर्दैन ल भयो छोरीहरू जाउँ उता पर्दै आफन्तहरू सबै भयो ल अब सबैले मटिदियो ल मटिदिउँ ल मटे कार्यक्रम आउने सबैजना अब लगाइसक्ने छोडिदिनु त अरू आउँछ मटिदिने अगाडिबाट निस्किने शान्तिको बाटोमा छोडे असत्य मार्गमा उच्च राखौँ आफ्नो मन सत्य गरौँ आफ्नो नजलाउँ हरियो मन नरोवाउँ अरूको मन सके सबको भलो कहिले नसोचौँ सके सबको भलो सोचौँ भलो कहिले नसोचौँ अलिक पुरेको थियो अहिले माथि आएपछि बत्ती बालौँ मन्दिरमा पुण्य कमाउने खातिरमा शुद्ध मनले ध्यान गरौँ सत्यको बाटोमा मन डोर्याउँ बाटोमा काँडा हटाऊ सुन्दर फुल मान्छेमा भेदभाव नगरौँ विचारलाई सुधारौँ मान्छेमा भेदभाव नगरौँ विचारलाई सुधारौँ आज पर्दैन ढुङ्गाहरू यहाँ छ है सबै नजाउँ है ढुङ्गाहरू पनि हाल्नुपर्छ नदिनु दुःख विचार ठुलो लिएर सबलाई माया गरेर अमूल्य बन्छ रामती भन्दा अमूल्य छ जीवन संसार छ है विचित्र राम्रो सोचौ मनभित्र गरौँ मनलाई फुल जस्तो पूर्णिमाको जुन जस्तो गरौँ मनलाई फुल जस्तो पूर्णिमाको जुन जस्तो
पापले भरेता जाँदैन सागर तारेर सङ्लो राख्नु जल जस्तो नपार्नु धमिलो हिलो जस्तो सोच्नु हुन्न अधर्म मनमा राख्नु सत्कर्म धर्मले गर्छ सबको हित ईश्वरसित लाउनु मित धर्मले गर्छ सबको हित ईश्वरसित लाउनु मित पञ्चतत्त्वले बनेको खै कस्तो मान्छेको शरीर कुन दिन मर्छ थाहा छैन मरेर जन्मिने हो कि होइन यस्तो मान्छेको चोलामा मनलाई राखौँ धर्ममा शरीर त एक दिन मर्नु छ ढुङ्गा माटोमा मिल्नु छ शरीर त एक दिन मर्नु छ ढुङ्गा माटोमा मिल्नु छ आत्मा त उडेर कहीँ जान्छ पापले भएरै रहन्छ उडेर जाने यो आत्मा पुगिन्छ कुनै कुन ठाउँमा शरीर त आगोले खाइजान्छ हरानीको भइजान्छ धर्म गरे स्वर्गमा नरकमा धर्म गरे स्वर्गमा पाप गरे टीका बिनाहरू पनि अब शरीर हाम्रो बोट जस्तो मकेर जाने ढोड जस्तो शरीर मृत्युसँग हुँदैन जित हेमदूतसँग जोडो मित मृत्युसँग हुँदैन जित यो मान्छेको आत्मामा पुण्य र अमृत भरेमा सुन्दर मान्छेको आत्मा त पुगिन्छ स्वर्गद्वारीमा आफ्नै धर्म काटिन्छ पाप पुण्यले मनमा धर्म भरेर जानोस् स्वर्ग तारेर मनमा धर्म भरेर जानोस् स्वर्ग तारेर आत्मा उडिकै गयो हावा सरी भइ गयो कुन बेगमा उडेर कुन बेगमा पुग्यो धर्मले लान्छ स्वर्गमा पापले लान्छ नरकमा धर्मको बाटो अङ्गालो जुन तारा
झै बनौँ धर्मको बाटो अङ्गालौँ जुन तारा झै बनौँ चाहिँ दाइसँग फेरि आशीर्वाद र सेवा लाग्दैछु अब यति पछि भनेको चाहिँ हामी के अरे उल्टा लाग्दा हुन्छ मेरो पेट्रोल चल्ने बोटमा फलेको फल जस्तो आमाले जन्म दिएको सबैको जन्म यो भूमि बुद्धको जस्तो झोलामा सबैमा धर्म फैलाऊ जन्म सिद्धि गराऊ सबैमा धर्म फैलाऊ जन्म सिद्धि गराऊ यस्तो हाम्रो चोलामा दुधले भरौँ तन मनमा दुराचारी फ्यालेर सदाचारी बनाउन सत्यलाई अङ्गालौँ मित्र भाव बढाऊ ओम ओम जप गर्दै देवलोकमा पुगाउन ओम ओम जप गर्दै देवलोकमा पुगाउन